गर्नुहोस् हामी प्रार्थना गर्नेछौँ धन्यवाद प्रभु सबै कुराबाट त परमेश्वर जान्नु भएको छ प्रार्थना गर्दछु प्रभु बिन्ती प्रार्थना गर्दै त परमेश्वर प्रभु येशूको नाममा आमेन एउटा पात्रको विषयमा चाहिँ हामी हेर्न गइरहेका छौँ And his name is King Josiah. जसको नाम चाहिँ राजा योसिया हो He's one of the greatest kings in the entire Old Testament. है पुरानो नियमको सबैभन्दा उत्कृष्ट राजाको रूपमा चाहिँ म यो राजालाई हेर्दछु And so today, if you have your Bibles, you can turn to 2 Kings chapter 22. यदि तपाईसँग बाइबल छ भने यस बिहानी पल्टाउन सक्नुहुन्छ दोस्रो राजाको पुस्तक 22 अध्याय 2 Kings chapter 22. Yes. And so today, before we get into the text, I want to give a little context of what's going on at this time. है अनि यो खण्डमा जानुभन्दा अगाडि यहाँको समय कालखण्ड कस्तो थियो हैन कस्तो किसिमको समय थियो त्यो विषयमा चाहिँ हामी कन्टेक्स्टको विषयमा चाहिँ हामी हेर्ने छौँ So at this time, the land of Israel had been split into two nations. अनि यो समयमा चाहिँ इजरायल देश चाहिँ दुई भागमा विभाजन भएको थियो There was Israel in the north अनि उत्तरी भागमा इजरायल थियो भने and Judah in the south. अनि दक्षिणी भागमा चाहिँ यहुदा रहेको थियो सबैले ध्यान दिनुस् है सुन्दै हुनुहुन्छ And so the kingdom of Judah had been walking in rebellion from the Lord for a long time. अनि यहुदाका मानिसहरू अथवा राजाले चाहिँ परमेश्वरको विरुद्धमा धेरै विरुद्धमा जाने कामहरू चाहिँ गरिरहेका थिए King Josiah's grandfather was one of the most wicked men in the entire Old Testament. योसिया राजाको हजुरबुवा चाहिँ यो कालखण्डको सबैभन्दा दुष्ट प्रकारका राजा थिए His name was King Manasseh. उसको नाम चाहिँ राजा मनस्य थियो And he brought in a lot of idol worship into the land of Judah. अनि उनले चाहिँ यहुदाको भूभागमा धेरै मूर्ति पूजाका कुराहरू दुष्टताका कुराहरू चाहिँ ल्याएका थिए भित्राएका थिए And he also brought in witchcraft and other occult things. टुनामुनाका कुराहरूदेखि लिएर अरू झुटा कुराहरू पनि उनले देशमा अथवा यहुदामा भित्राएका थिए He even brought in some child sacrifice. अनि त्यति मात्र नभएर उनले भर्खर जन्मेका शिशुहरूलाई बलि चढाउने कुराहरू पनि भित्राएका थिए He actually sacrificed his own son to Molech. अनि त्यति मात्र नभएर उनले आफ्नै सन्तानलाई चाहिँ मोलेकलाई चाहिँ बलिदान चढाउने कामहरू गरेका थिए So the anger of the Lord was very strong against Judah. परमेश्वरको क्रोध चाहिँ यहुदामाथि असाध्यै दन्किरहेको थियो But at the end of Manasseh's life, he did turn to God. हो अन्त्यमा उसको जीवनको अन्तिम कालखण्डमा ऊ परमेश्वरतिर फर्किने काम त गरे But only a little bit. तर थोरै मात्रामा मात्रै And so then his son was just as wicked. अनि त्यसपछि उसको छोरा आए त्यो पनि उसको छोरा पनि बाउ जस्तै दुष्ट प्रकारकै थिए His name was Amon and he only reigned for 2 years उसको नाम चाहिँ अमोन थियो र उसले चाहिँ 2 वर्षसम्म मात्रै शासन गरे before he was assassinated by his own people. अनि उसलाई चाहिँ आफ्नै मानिसहरूले चाहिँ उसलाई हत्या गर्ने कामहरू गरे And so that's where we get to King Josiah, अनि त्यही कालखण्डमा चाहिँ हामी राजा योसियालाई भेट्न सक्छौँ who was the son of King Amon. अनि जसको बुवाको नाम चाहिँ अमोन थियो And so Josiah, we see that he became king at the young age of 8. अनि हामी देख्न सक्छौँ योसिया राजा चाहिँ 8 वर्षको उमेरको हुँदा राजा भएका थिए So right now we're going to read chapter 22 verses 1 through 2. अनि 22 को 1 र 2 पदलाई चाहिँ आज हामी अध्ययन गर्नेछौँ जब योसिया राजा भए तब तिनी 8 वर्षका थिए र तिनले यरुशलेममा 31 वर्ष राज्य गरे तिनकी आमाको नाउँ अदयाकी छोरी यदिता थियो तिनी बस्कोतकी थिइन् तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे तिनी देब्रे दाहिने नलागी आफ्ना पुर्खा दाउदकै सबै चालहरूमा हिँडे Just two. Okay. Yeah. And so we see he became king at very young. हामी यहाँ देख्न सक्छौँ ऊ चाहिँ भर्खर सानो उमेरमै राजा भएको कुरा This was very unusual at the यो time. चाहिँ त्यो समयमा हुने भइराख्ने कुराहरू थिएन है असामान्य कुराहरू थिए And so but we see he was even a man of God even as a youth. है हामी देख्न सक्छौँ जवान अवस्थामै पनि ऊ परमेश्वरको मानिस भएको कुराहरू It says that he did not turn aside to the right or to the left. यहाँ बाइबलले भन्दछ उनी चाहिँ दाहिने देब्रेतिर नलागिकन That's a very amazing thing to be able to say about him. है अनि उसको विषयमा भन्नु चाहिँ अद्भुत कुरा हो यो चाहिँ दाहिने देब्रेतिर ऊ लाग्दैन थियो भनेर सुन्न पाउनु That's something I know that we all wish could be said about us. है अनि त्यस्तै कुरा आज हामीहरूको विषयमा पनि भनिएको होस् भन्ने कुरा चाहिँ हामी सबैले चाहन्छौँ And so one of the things I love most about King Josiah अनि यो एउटा यस्तो कुरा हो जुन कुरा चाहिँ म योसियाको विषयमा असाध्यै मलाई मनपर्छ is that we see his recorded life in the Bible
अनि उसको जीवनीको विषयमा जे कुरा यहाँ बाइबलमा उल्लेख गरिएको छ shows such great examples of a man coming from the world and turning to God. है अनि यो चाहिँ एउटा यस्तो किसिमको उदाहरण हो एउटा मान्छे संसारबाट परमेश्वरमा आएको मानिसको जस्तो उदाहरण We see later in another chapter that when he was 16 years old, 8 years into his reign, अनि हामी अर्को खण्डमा देख्न सक्छौँ जब ऊ 16 वर्षको भए 8 वर्षको यो शासनकालको अवधिमा that he had fully decided to follow God. अनि उसले के भन्दछ भन्दा चाहिँ 16 वर्षको उमेरमा पूर्ण रूपमा म परमेश्वरलाई पछ्याउँछु भन्ने निर्णय लिएको कुरा हामी देख्न सक्छौँ It says he walked in the ways of his father David. अनि के भन्दछ भन्दा चाहिँ ऊ चाहिँ आफ्नो पिता दाउदको चालहरूमा हिँडे भनेर बताउँदछ And so we see there that moment, that's when he started following. अनि हामी के कुरा देख्न सक्छौँ भन्दा त्यो समयमा त्यो कालखण्डमा चाहिँ ऊ चाहिँ परमेश्वरलाई पछ्याउन अथवा परमेश्वरलाई खोज्न चाहिँ सुरु गरे भन्ने कुरा देख्न सक्छौँ But I think it's important to see that not everything changed right when he started following. अनि अर्को कुरा पनि हामी के कुरा देख्न सक्छौँ भन्दा उत्तिनखेर पछ्याउन साथै सबै कुरा परिवर्तन भए होइन There was a process and it took time. है त्यहाँ चाहिँ पछ्याउन साथ सबै कुरा परिवर्तन भएको होइन त्यहाँ समय लागेको थियो त्यहाँ तहगत रूपमा चाहिँ उनले ती सबै कामहरू गर्न सकिरहेका थिए An overview of his life shows 4 steps. है अनि उसको जीवनको कालखण्डलाई हेर्दै गर्दाखेरि त्यहाँ 4वटा स्टेपहरू हामी देख्न सक्छौँ It shows when he turned to God. अनि यो पहिलो स्टेप चाहिँ के हो भन्दा चाहिँ ऊ परमेश्वरतिर फर्किने कामहरू गरे Then he made some big changes. हो उनले चाहिँ त्यहाँ केही ठुला परिवर्तनका कुराहरू गर्न थाले And then he started reading the Bible. त्यसपछि दोस्रो कुरा चाहिँ उनी फेरि बाइबलका कुराहरू पढ्न थाले And then he made many changes. त्यसपछि चाहिँ जब उनले बाइबल पढ्न थाले त्यहाँ चाहिँ धेरै परिवर्तनका कुराहरू अझै त्यो देशमा हुन थाले And so we see 4 years after he started following God, he had a big purge in the land. है अनि 4 years 4 years later, yeah. 4 वर्षपछि उनले चाहिँ आफ्नो भूमिमा धेरै परिवर्तनका कुराहरू स्थापना गर्न थाले So when Josiah was 20, he realized he needed to change a few things. है अनि जब ऊ 20 वर्षका थिए उनले अनुभूति गरे अब अझै केही कुराहरू चाहिँ परिवर्तन हुन आवश्यक छ He wanted to follow God, so he wanted to change his life too. अनि उसले चाहना गरेको कुरा चाहिँ म परमेश्वरलाई पछ्याउन चाहन्छु त्यसको लागि चाहिँ मैले आफ्नो जीवनै परिवर्तन गर्नुपर्दछ So he went through all the land of Judah. त्यसकारणले गर्दा ऊ चाहिँ यहुदाको सम्पूर्ण भूभागमा जाने कामहरू गरे And it says he cleared out altars to Baal. है उनले चाहिँ सबै त्यहाँ बालका वेदीहरू भत्काउन थाले हटाउन थाले He destroyed them. है उसले चाहिँ त्यहाँ भएका सबै बालका सबै कुराहरू चाहिँ नाश गर्ने कामहरू गरे And he took down some of the high places त्यति मात्र नभएर त्यो अग्ला स्थानहरू पनि उनले नाश गर्न थाले where they would sacrifice to idols. जहाँ चाहिँ उनीहरूले मूर्तिका कुराहरूलाई चाहिँ पुजिरहेका थिए And so after that, we see a few years with nothing much. अनि त्यस पश्चात केही वर्षहरू चाहिँ केही पनि नभएको जस्तो हामी देख्न सक्छौँ Oh, so that's where we get into the second part. अनि जहाँ चाहिँ हामी दोस्रो खण्डलाई हामी देख्न सक्छौँ दोस्रो खण्डमा त्यहाँबाट So we see when he's 26 years old अनि हामी अर्को कुरा के कुरा देख्न सक्छौँ भन्दा जब ऊ 26 वर्षको भए that he wants to restore the temple of God. उसले चाहिँ परमेश्वरको मन्दिरलाई फेरि पुनर्स्थापना गरेको कुरा हामी देख्न सक्छौँ त्यहाँ So he saw the temple had been destroyed. अनि उनले देखेका थिए त्यहाँ मन्दिर चाहिँ बिग्रिएको अवस्थामा विथित अवस्थामा थियो The temple was in ruins. है त्यहाँ चाहिँ मन्दिरमा हुनुपर्ने कामहरू भइरहेको थिएन It was made a place of sin and idol है worship. त्यहाँ मन्दिरमा चाहिँ पापका कुराहरूको निम्ति मूर्ति पूजाको निम्ति चाहिँ मन्दिर प्रयोगमा आइरहेको थियो It was a very wicked place. अनि जो चाहिँ एउटा दुष्ट किसिमको ठाउँ बनिरहेको थियो And it broke Josiah's heart. त्यो कारणले गर्दा योसियाको हृदय चाहिँ टुटेको थियो He wanted to follow God. अनि उसले चाहेको कुरा चाहिँ परमेश्वरलाई पछ्याउनु हो And so we see that he already cleared out a few things. हो हामी देख्न सक्छौँ उसले केही कुराहरू पहिले नै परिवर्तन गरिसकेका छन् अथवा सफा गर्ने कामहरू गरिरहेका छन् And it's funny because I can see some parallels in my own life here. अनि यो कुरालाई हेर्दै गर्दाखेरि यो चाहिँ अलि रोचक छ यो चाहिँ मेरो जीवनसँग समानान्तर हुने कुराहरू पनि म देख्न सक्छु I remember when I came to God 3 years ago. अनि मलाई थाहा छ जब उहाँ 3 वर्ष अगाडि प्रभुलाई पाउनुभयो 3 वर्ष अगाडि I was coming from a very broken place. उहाँ चाहिँ एउटा टुटेको ठाउँबाट चाहिँ आउनुभएको थियो I had a lot of things wrong with my है life उहाँको जीवनमा धेरै कुराहरू यस्ता थिए जो चाहिँ एकदम गलत थिए and a lot of mistakes that I was making. अनि धेरै निर्णयहरू धेरै कुराहरू जुन उहाँले गर्नुभयो जो चाहिँ एउटा गलत कुराहरू थिए Some on purpose अनि कतिपय चाहिँ नजानिकनै and some that I just didn't know any better. अथवा अर्को चाहिँ थाहा यस्तै ठिकै त हो नि भनेर त्यस्तो तरिकाले गरिरहनु भएको थियो उहाँले गरेका गल्तीहरू And so in the same way with Josiah when he cleared the land, अनि त्यस्तै तरिकाले योसियाले पनि जब त्यो भूमिलाई सुधार गर्दै थिए बनाउँदै थिए when I came to God, अनि जब परमेश्वर कहाँ आउनुभयो I knew there were some big things I had to अनि change. उहाँले थाहा पाउनुभयो त्यहाँ केही ठुला कुराहरू परिवर्तन भएका छन्
I knew I had to stop smoking. अनि उहाँले थाहा पाउनुभयो म चाहिँ अब धुम्रपानका कुराहरू गर्दिनँ, I knew I had to stop cursing. मैले रोक्नुपर्छ, अब श्राप दिने कुराहरू म रोक्नुपर्छ। I knew there were some people I shouldn't be hanging out अनि with. म त्यस्ता किसिमको मानिसहरू त्यहाँ मेरो वरपर हुन सक्छन्, त्यस्ताहरूसँग म अब घुलमिल गर्नु हुँदैन। But what I didn't know, अनि तर मलाई के कुरा थाहा थिएन भने that there were so many deeper problems I still had to work out with the Lord. अनि त्यहाँ अझै यस्ता किसिमका गहिरा कुराहरू छन् म भित्र, जुन कुरा चाहिँ म परमेश्वरसँग ठिक हुनुपर्छ त्यस्ता कुराहरूमा। And I would have never known about those problems अनि मलाई त्यो कुराहरू थाहा नै हुँदैन थियो if I never read the Bible, यदि मैले परमेश्वरको वचन बाइबल नपढेको भए, if I never fellowshipped with other brothers and अनि sisters, यदि मैले विश्वासी दाजुभाइहरूसँग सङ्गत नगरेको भए, सङ्गति नगरेको भए थाहा हुँदैन थियो। if I never went to the pastors and asked them about अनि things, यदि म परमेश्वरको अथवा म पास्टरकोमा नगइकन नसोधेको भए मलाई त्यो कुरा थाहा हुँदैन थियो। I would have still been unaware of so much sin in my life. अनि त्यहाँ त्यस्ता किसिमका थाहा नभएका त्यस्ता किसिमका पापहरू मेरो जीवनमा अझै पर्याप्त हुन सक्थे। And so, as we're about to see with Josiah, it is so important to be in our Bible. है त्यस कारणले गर्दा योसियाको जीवनबाट हामी देख्न सक्छौँ कि आज बाइबल कति महत्त्वपूर्ण छ हामीहरूको निम्ति। I would hope we're all regularly reading our अनि म Bible, आशा गर्दछु कि हामी प्रत्येकले दैनिक रूपमा परमेश्वरको वचनबाट हामीले पढेका छौँ होला, because this is the Word of God. किनभने यो चाहिँ परमेश्वरको वचन हो It's the only one we have. अनि यो मात्रै हाम्रो निम्ति जिउने आधार हो। If we want to know God and what He has for our lives, यदि हामी परमेश्वरलाई जान्न चाहन्छौँ र उहाँको हाम्रो जीवनमा परमेश्वरको योजना के छ भनेर थाहा पाउन चाहन्छौँ भने how are we to hear His Word if we don't read it? कसरी सुन्ने त उहाँको आवाज वचनै नपढिकन। So, if you want to know what God has for your life, all I have to say is just read the Bible. यदि तपाईँ चाहनुहुन्छ परमेश्वरको मेरो जीवनमा के उद्देश्य छ भन्ने कुरा तपाईँ थाहा पाउन चाहनुहुन्छ भने एउटै कुरा गर्नुहोस्, परमेश्वरको वचन पढ्नुहोस्। And God will show you the path He has laid out for you. परमेश्वरले तपाईँलाई त्यो मार्गहरू देखाइदिनुहुनेछ जुन चाहिँ उहाँले निर्धारित गरिदिनु भएको छ। Just as we're about to see with Josiah. हामी त्यही कुराहरू चाहिँ योसियाको जीवनबाट हामी हेर्नेछौँ। Because in this time, remember, Judah was very wicked. है यो कुरा याद गर्नुहोस्, यो समयमा यहुदा एकदम दुष्ट परिस्थितिमा अथवा दुष्ट कालखण्डमा जिरहेका थिए। It had been many generations since there was the law. है त्यहाँ चाहिँ धेरै पुस्ताहरू अघिका धेरै पुस्ताहरू थिए जसलाई चाहिँ परमेश्वरको व्यवस्थाका कुराहरू थाहा थिएनन्। And so now Josiah, he's cleaning out the temple. अनि अब चाहिँ यहाँ योसियाले चाहिँ त्यो मन्दिरलाई सफा गर्ने कामहरू गरिरहेका छन्। He has the chief priest Hilkiah अनि त्यहाँ चाहिँ हिल्किया भन्ने एउटा प्रधान पुजारी छन्, hire a bunch of people to clean it. अनि जसले चाहिँ धेरै मानिसहरूलाई साथमा लिएर मन्दिरमा भएका सबै कुराहरूलाई चाहिँ सफा गर्ने कामहरू गरिरहेका छन्। And so one day, as Hilkiah is clearing it, अनि एक दिन जब हिल्कियाले त्यो सफा गर्ने कामहरू गरिरहेका थिए मन्दिरका, he comes across an old book. अनि त्यहाँ चाहिँ सफा गर्ने क्रममा उनले चाहिँ एउटा पुरानो पुस्तक भेट्टाउँदछन्। And so he asks a scribe to read the book to him. अनि त्यसपछि उनले चाहिँ एउटा शास्त्रीहरू कहाँ गएर भन्दछन् यो पुस्तक हाम्रो निम्ति पढिदेऊ। And they read it, and it's the book of the law. अनि जब त्यो शास्त्रीहरूले त्यो पुस्तकहरू पढ्दै थिए अनि उनीहरूले के कुरा थाहा पाए भन्दा चाहिँ त्यो व्यवस्थाको पुस्तक हो। It's the law of the Lord that they had not had for many generations. है अनि यो परमेश्वरको यस्तो व्यवस्थाको पुस्तक हो जुन चाहिँ उनको धेरै पुस्ताहरूभन्दा अगाडिको पुस्ताले पनि यो कुराहरू थाहा पाइरहेका थिएनन्, पढेका थिएनन्। Many people probably would have never even heard of it. है कतिपय हुनसक्छ कतिपय मान्छेले त्यो व्यवस्थाको पुस्तक छ भन्ने कुरा थाहा पनि थिएन, उनीहरूले सुनेका पनि थिएनन्। And so he reads it and tells the scribe to go read it to Josiah. अनि त्यसपछि त्यो शास्त्रीहरूले उनको निम्ति पढिदिए पुजारीको निम्ति। त्यसपछि उनले गएर भने यो कुरा चाहिँ अब राजा योसियाको अगाडि गएर पनि पढ्न आवश्यक छ, Because he realizes how important it is. किनभने उनले अनुभूति गरे कि यो कति धेरै महत्त्वपूर्ण छ। So the scribe takes it to Josiah, त्यस कारणले गर्दा ती शास्त्रीहरूले योसिया कहाँ चाहिँ त्यो पुस्तक लिएर जाँदछन् and he reads it before him. अनि अब राजाको अगाडि चाहिँ उनले त्यो पुस्तकहरू पढिदिन्छन्। And we see Josiah mourn. अनि त्यसपछि हामी देख्न सक्छौँ योसियाले चाहिँ शोक गर्न थाले त्यो कुरा सुनेर। He weeps and tears his clothes अनि ऊ चाहिँ रुन थाले र आफ्नो वस्त्रहरू च्यात्न थाले। because he realizes how much sin is still in the land of अनि Judah. यो कुरा उनले अनुभूति गरे कि यहुदामा अझै कति धेरै पापका कुराहरू छन् भन्ने कुराहरू And how even though they did some things good, हो यद्यपि उनले केही कुराहरू असल गरेका थिए they were still missing some very important अनि things. तर पनि उनले धेरै महत्त्वपूर्ण कुराहरू चाहिँ छुटाइरहेका थिए। And so Josiah, he gathers some godly people around him. त्यस कारणले गर्दा योसियाले परमेश्वरका मानिसहरू एउटा ईश्वरीय मानिसहरूलाई चाहिँ वरपरबाट झिक्ने कामहरू गरे, बोलाउने कामहरू गरे। They mourn together. अनि उनीहरू सँगै शोक मनाउने कामहरू गरे।
And he tells them we all need to go pray before the Lord. अनि भन्न थाले अब केवल गर्नुपर्ने के हो भन्दा परमेश्वरको अगाडि जाउँ र प्रार्थना गरौँ। We need to go to God and see what he has to say अनि about this. उनीहरूले भन्न थाले अब हामी चाहिँ परमेश्वरकहाँ जान आवश्यक छ र परमेश्वरले के भन्नुहुन्छ त्यो कुरा सुन्न आवश्यक छ। So he sends them, go find the prophetess त्यसकारणले गर्दा उनीहरूले भने जाऊ एउटा अगमवक्तालाई खोज so we can hear what God has to say. अनि परमेश्वरले हाम्रो निम्ति के भन्दै हुनुहुन्छ हामी त्यो कुरा सुन्न सकौँ। And so they go out and they find a prophetess named Huldah. त्यसकारणले गर्दा उनीहरू जान्छन् अगमवक्ता भेट्टाउँछन् हुल्दा भन्ने। And so Huldah has some things to say. अनि हुल्दाले चाहिँ केही कुरा चाहिँ उनीहरूको निम्ति भनिदिन्छन्। And so we see in verse 15 of chapter 22 all the way through verse 17 what Huldah has to say. 15 देखि 17 सम्म हुल्दाले भनेका कुराहरू हामी अध्ययन गर्नेछौँ। म तपाईहरुको निम्ति पढेर सुनाइदिन चाहन्छु। तिनले तिनीहरूलाई भनिन्, परम प्रभु इजरायलका परमेश्वर यही भन्नुहुन्छ, तिमीहरूलाई म कहाँ पठाउने मानिसलाई भन, परम प्रभु यसो भन्नुहुन्छ, यहुदाका राजाले पढेको यस पुस्तकमा लेखिएको हरेक कुरा बमोजिम म यस स्थान र यसका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु। तिनीहरूले मलाई त्यागेका छन् र अरू देवताहरूलाई धूप बालेका छन् र आफ्नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रिस उठाएका छन्। यसै कारण यस स्थानको विरुद्धमा मेरो रिस उठेको छ र त्यो शान्त हुने छैन। And so we see the wrath of the Lord is great against Judah. यहाँ स्पष्ट रूपले भन्दछ यहुदाप्रति परमेश्वरको क्रोध चाहिँ साह्रै दन्किएको छ। God had been very angry for a long time with them. उनीहरूको व्यवहारको कारणले गर्दा परमेश्वर चाहिँ लामो समयदेखि उनीहरूसँग चाहिँ रुष्ट भइरहनु भएको कुरा उल्लेख गरिएको छ। And we see that he promises that disaster will be brought. अनि परमेश्वरले त्यहाँ भन्नुभएको छ, प्रतिज्ञा गर्नुभएको छ, म चाहिँ त्यहाँ सर्वनाश ल्याउने छु। And unbelievably terrible things will happen. अनि त्यहाँ विश्वासै गर्न नसक्ने त्यस्तो किसिमको दण्डको कुराहरू चाहिँ अब त्यहाँ आइरहेका थिए। Because we know we serve a justice God. अनि किन यो कुरा हुँदैछ भन्दा चाहिँ हामी जान्दछौँ हाम्रो परमेश्वर चाहिँ न्यायी परमेश्वर हुनुहुन्छ। Because our God is great. किनभने हाम्रो परमेश्वर महान परमेश्वर हुनुहुन्छ। But we know that we serve a just God. हो, हामी न्यायी परमेश्वरको सेवा गर्छौँ। But we also serve a loving and merciful God. साथसाथै हामी प्रेमिलो र कृपालु परमेश्वरको पनि सेवा गर्छौँ। So we see in verse 18 through 20 that Huldah has some other things to say. 18 देखि 20 पदमा हामी हेर्ने हो भने अझै हुल्दाले अझै केही कुराहरू यहाँ बताइरहेका छन्। यसै लेखिएको छ, परम प्रभुलाई सोधपुछ गर्न पठाउने यहुदाका राजालाई तिमीहरूले यही कुरा भन, तपाईले सुन्नुभएको वचनको विषयमा परम प्रभु इजरायलका परमेश्वर यही भन्नुहुन्छ, तेरो हृदय जवाफ दिनलाई उत्सुक भएकाले र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेको कुरा कि तिनीहरू श्रापित र उजाड हुनेछन् भन्ने सुनेर परमप्रभुको सामुन्ने त विनम्र भएको र तैले आफ्नो पोसाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले तँलाई मैले सुनेको छु। परमप्रभु भन्नुहुन्छ, यसकारण म तँलाई तेरा पितृहरूसित जम्मा गर्नेछु र तँ शान्तिसित गाडिनेछस्। यस ठाउँमाथि ल्याउने सबै सर्वनाश तेरो आँखाले देख्ने छैनन्, तर तिनीहरूले राजा कहाँ यो जवाफ ल्याए। And so we see that we do have a loving God. है, हामी यहाँ देख्न सक्छौँ कि हामीसँग चाहिँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। We see that God sees Josiah's heart. है, हामी यो कुरा देख्न सक्छौँ परमेश्वरले योसियाको हृदय देख्नुहुन्छ, हेर्दै हुनुहुन्छ। He sees Josiah's humility and tenderness. है, उसले गरेको परमेश्वरप्रतिको त्यो भक्तिको कुरा है, त्यो नम्रताको कुरा। And God promises mercy upon him. अनि जब त्यो कुरा परमेश्वरले देख्नुहुन्छ, परमेश्वरले चाहिँ आफ्नो कृपा अब माथि राखिदिनुहुन्छ। He says that Josiah will not live to see this awful act. है, अनि परमेश्वरले भन्नुहुन्छ, योसिया तिमीले चाहिँ तिम्रो आँखाले देख्ने छैन यो घटनाहरू, तिम्रो पालोमा चाहिँ हुने छैन। But that he will go to his grave in peace. है, ऊ चाहिँ शान्तिमा आफ्नो चिहानमा जानेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। And so we see that God's mercy on this one man, अनि हामी देख्न सक्छौँ परमेश्वरको त्यो कृपा एकजना व्यक्तिमाथि, this one man's heart, अनि एउटा मान्छेको हृदयको कारणले गर्दा spared this entire generation. उसको पुस्ता चाहिँ नाश हुनबाट जोगिएको छ। And so in the third part of his life, we see that after he reads this, he gathers everyone together. अनि हामी यो कुरा देख्न सक्छौँ दोस्रो खण्ड जहाँ जब यो कुरा उनले सुन्दछन्, उनले चाहिँ सबैलाई एकसाथ भेला हुने कामहरू गर्दछन्। And he has this scripture read to the whole kingdom. अनि उनले चाहिँ अब यो धर्मशास्त्रको कुरा, व्यवस्थाका कुरा चाहिँ सम्पूर्ण देशवासीहरूको बिचमा चाहिँ पढ्ने कामहरू गर्दछन्। So that everyone will know how to do right in the eyes of the Lord. अनि किन यो कुरा गरे भन्दा चाहिँ ताकि प्रत्येकले परमेश्वरको दृष्टिमा जे कुरा ठिक हो त्यो कुरा गर्न सकोस्। And so now we see that he comes to a time of another great purge. है, अब चाहिँ उसको यस्तो कालखण्डको समयमा आइपुगेको छ
Josiah, first he came to God. है पहिलो कुरा चाहिँ ऊ परमेश्वरका आउने कामहरू गरे He cleared out some things, है त्यहाँ भएका केही नराम्रा कुराहरूलाई उनले साफ गर्ने कामहरू गरे but then he read the Bible, त्यसपछि उसले बाइबल पढ्ने कामहरू गरे and now it was time to change some big things. अब त्यहाँ केही अझै ठुला महान परिवर्तनको कुराहरू चाहिँ अब हुनु आवश्यक थियो So we see he starts in the most important place. अब चाहिँ उसले केही महत्त्वपूर्ण ठाउँलाई चुन्दछन् He starts his reforms अनि त्यसलाई फेरि पुनर्स्थापना गर्ने कामहरू गर्दछन् in the temple of God. है जो चाहिँ परमेश्वरको मन्दिर थियो We see he clears out all the idols, है उसले चाहिँ मन्दिरबाट सबै मूर्तिका कुराहरूलाई निकाल्ने कामहरू गर्दछन् the idols of Baal, है बालको मन्दिरहरू the Asherah, आशेराको मन्दिरहरू and all the hosts of the heavens they worshipped. है त्यहाँ जति पनि उनीहरूले है सृष्टिका थोकहरूलाई आराधना गर्थे सबै कुरालाई चाहिँ उनीहरूले निकाल्ने कामहरू गर्दछन् And so we see when he clears that out, he doesn't just clear those out. है उसले सफा गर्दै गर्दा त्यहाँ भित्र भएका दुष्टताको कुरा निकाल्दै गर्दा त्यति मात्र नभएर He doesn't just clear out the idols, है मूर्तिलाई मात्र नभएर he clears out the idolatrous people as well. है त्यहाँ भएका मूर्तिलाई मात्र नभएर ती मूर्ति पूजा गर्ने मानिसहरूलाई पनि उनले निकाल्ने कामहरू गर्दछन् And this is something that I see people struggle with a lot. है यही कुरा चाहिँ धेरै मानिसहरू यस्तो कुरा गर्न चाहिँ धेरै मानिसहरू स्ट्रगल गर्छन् सङ्घर्ष गर्छन् And so back home, I do a lot of ministry with high schoolers. है उहाँ चाहिँ उहाँको घरमा चाहिँ उहाँको ठाउँमा चाहिँ हाई स्कुलको सेवाकाई गर्दै हुनुहुन्छ And a very common thing I see is when people come from the world अनि एउटा सामान्य कुरा म के कुरा देख्न सक्छु भन्दा जब मानिसहरू संसारबाट आउँदछन् and they find God, परमेश्वरलाई प्राप्त गर्छन् they don't always want to give up their worldly friends. है अनि धेरैचोटि संसारिक साथीहरूलाई छोड्न चाहिँ उनीहरूको निम्ति एकदम कठिनको कुरा हुन सक्छ But I mean, we think about it, those idols didn't take themselves into the temple. है अनि धेरैचोटि त्यो मन्दिरमा त्यो मूर्तिहरू आफै आएका होइनन् The idols were brought into the temple by people. है ती मूर्तिका कुराहरू चाहिँ मन्दिरमा मानिसहरूबाट ल्याइएका हुन् And that same way I know in my life त्यस्तै तरिकाले मेरो जीवनमा पनि म त्यही तरिकाको कुराहरू अनुभूति गर्दछु that whenever I had these idols or big things I struggled with in my है life, मेरो जीवनमा भएका ती मूर्तिहरू त्यस्ता ठुला कुराहरू जसको विषयमा चाहिँ म सङ्घर्ष गरिरहेको छु they didn't just bring themselves in. है ती आफै आएका होइनन् म भित्र अथवा ममा They were brought in by others. है त्यो कुरा चाहिँ मेरा वरपर भएका मानिसहरूबाट आएका हुन् And so if we see we only clear the idols and not the people, then we're missing something. है भनेको अर्थ चाहिँ यदि म भित्र त्यस्ता किसिमका नराम्रा कुरा मूर्तिका कुराहरू छन् मूर्तिलाई मात्र हटाउँछु तर मेरा वरपर भएका सबै कुराहरू चाहिँ म राखिराख्छु भने त्यसले कुनै पनि फाइदा दिँदैन It's like if I'm trying to stop smoking but I still hang out with all my smoking friends. यस्तो हुन सक्छ म चुरोट पिउँदिनँ भन्छु तर म चाहिँ चुरोट पिउने मानिसहरूको सङ्गतमा घुमिरहेको हुन सक्छु Maybe I'm trying to stop cursing but I still listen to a bunch of music with cursing. है हुन सक्छ म चाहिँ अब श्राप दिन कसैको विरुद्धमा पनि बोल्दिनँ भन्छु तर त्यस्तै छाडा बोलेको होइन गाली गरेको गीतहरू मात्रै मलाई सुन्न मनपर्छ Or if you're trying to quit drinking but you hang out at a bar. अथवा यस्तो पनि हुन सक्छ म चाहिँ अब मद्यपान गर्दिनँ है रक्सीहरू पिउँदिनँ भन्दै हुनुहुन्छ तर तपाईँ चाहिँ रक्सी बेच्ने ठाउँमै बारहरूमा काम गर्दै हुनुहुन्छ It doesn't make sense. है त्यसले कुनै पनि अर्थ दिँदैन All it's doing is hurting you. ती सबै कुराले चाहिँ तपाईँलाई टुटाउने कामहरू गरिरहेको छ दुखाउने कामहरू गरिरहेको छ So in that same way, we need to look at our lives त्यस कारणले गर्दा त्यही तरिकाले आज हामीले हाम्रो जीवनलाई पनि हेर्नु आवश्यक छ and see, have we just cleared out the idols के हामीले हाम्रो जीवनमा भएका मूर्तिलाई मात्रै हटाएका छौँ or have we fully started fresh for God? अथवा पूर्ण रूपमा सबै वरपर भएका सबै कुरालाई त्यागेर स्वच्छ तरिकाले परमेश्वरलाई पछ्याएका छौँ And so we see the next thing that he reforms यो दोस्रो कुरा जसको विषयमा चाहिँ उनले परिवर्तन गर्ने कामहरू गर्दछन् is he goes through all the land and destroys all the high अनि places. के भन्दछ भन्दा चाहिँ उनी सम्पूर्ण भूभागमा जाँदछन् र त्यहाँ भएका उच्च स्थानमा भएका मूर्तिका कुराहरू त्यो अग्ला अग्ला ठाउँलाई नाश गर्ने कामहरू गर्दछन् And this is a very important thing. अनि यो चाहिँ एकदम महत्त्वपूर्ण कुराहरू हो We see the high places were a place of sacrifice. यो उच्च स्थानमा भएका यी ठाउँहरूमा चाहिँ बलिदान चढाउने कामहरू भइरहेको थियो Some unto God and some unto idols. है कतिपय उच्च स्थानमा परमेश्वरको निम्ति र कतिपय चाहिँ मूर्तिहरूको निम्ति आराधना गर्ने अथवा बलि चढाउने कामहरू भइरहेको थियो But in the book of Deuteronomy, we see how we're supposed to sacrifice. तर व्यवस्थाको पुस्तकले हामीलाई स्पष्ट रूपले भन्दछ कसरी अथवा कसरी बलिदान चढाउने भन्ने विषयमा Sacrifices are to be made only to God है अनि बलिदान चाहिँ केवल परमेश्वरको निम्ति मात्र चढाइनु पर्दथ्यो and only in the temple. अनि मन्दिरमा मात्रै चढाउनु पर्दथ्यो And so when you read through the books of 1st and 2nd Kings, जब हामीले पहिलो र दोस्रो राजाको विषयमा हामी दोस्रो राजाको पुस्तकको विषयमा हामी अध्ययन गर्छौँ you see a lot of kings. त्यहाँ धेरै राजाहरू हामी देख्न सक्छौँ
a lot of bad kings अनि असाध्यै धेरै जसो राजाहरू असाध्यै खराब थिए and some good ones, अनि त्यहाँ केही राजाहरू चाहिँ असल थिए, but only a few. केही मात्रै, एक दुईवटा मात्रै। But even out of those few, अनि ती केही असल राजाहरू मध्ये पनि only one other king in all of Judah destroyed the high places. है, अनि एउटा मात्रै यस्ता राजा थिए जसले चाहिँ ती अग्ला अग्ला स्थानहरू नाश गर्ने कामहरू गरे। And that king was King Hezekiah, है, त्यो राजाको नाम चाहिँ राजा हिजकिया थियो। Josiah's great grandfather. अनि जो व्यक्ति चाहिँ जोसियाको जिजुबाजे, हजुरबाको नि हैन, जिजुबाजे त्यस्तै, who was a wonderful man of है, God. जो चाहिँ परमेश्वरको अद्भुत व्यक्ति थिए। And so we see Josiah and Hezekiah are the only two kings in all of these books अनि योसिया र हिजकिया मात्रै यस्ता राजाहरू थिए यो राजाहरूको पुस्तकमा रहेका to fully get rid of the high places. जसले चाहिँ ती उच्च उच्च स्थानहरू अग्ला अग्ला स्थानहरू चाहिँ हटाउने कामहरू गरेका थिए। Because they were an abomination that truly angered God. है, उनीहरूले परमेश्वरको अगाडि त्यो घृणित थोकहरूलाई चाहिँ पूर्ण रूपमा नाश गर्ने कामहरू गरेका थिए। So now we see Josiah moves on to the third thing he's अनि reforming. अब जोसिया अझै अगाडि बढ्दछन् र तेस्रो कुरातिर उनी अघि बढ्दछन्। He goes to a place called Topheth, अनि टोफेत भन्ने ठाउँमा उनी जाँदछन्, and he's going to destroy an altar to Molech. है, अनि त्यहाँ चाहिँ मोलेकको वेदीलाई चाहिँ नाश गर्ने कामहरू गर्दछन्। As we remember, Molech was one of the most evil of the pagan हामीलाई gods. थाहा छ यो मोलेक चाहिँ एकदम दुष्ट प्रकारको, A wicked Canaanite creation. दुष्ट अनि दुष्ट प्रकारको विदेशी कनानीहरूले आराधना गर्ने त्यस्तो किसिमको देवता थिए। And we see that it was Josiah's grandfather, among others, that brought him into Judah. है, यो जोसियाकै हजुरबाउले चाहिँ यो मोलेकको कुरा, मोलेकलाई पूज्ने कुरा चाहिँ यहुदामा भित्राएका थिए। So Josiah fully wipes it off the face of the earth. त्यस कारणले गर्दा योसियाले चाहिँ यो सबै कुरा चाहिँ पूर्ण रूपमा साफ गर्ने कामहरू चाहिँ गरिरहेका छन्। He grinds it to dust. है, उनले चाहिँ त्यो मोलेकका सबै मूर्तिका कुराहरूलाई चाहिँ धुलो पिठो पारे भनेर बताउँदछ, धुलो जस्तो बनाइदिए And throws the dust in places of death to अनि defile it त्यो more. धुलो, है, उनले चाहिँ त्यो धुलो जति पनि थिए सबै ध्वस्त बनाएका धुलोहरू चाहिँ चिहान हुँदो छर्दिने कामहरू गरे। And so we see the final thing he's going to reform. अब अन्तिम कुरा उनले परिवर्तन गरेका अन्तिम कुरा, As he's going through all the land, reforming many things, है, उनी विभिन्न देशैभरिका भूभागमा जाने कामहरू गरे, धेरै कुरालाई पुनर्स्थापन गर्ने कामहरू गरे, taking out all the idols and all the wrong things. त्यहाँभित्र भएका सबै मूर्तिका कुराहरू र गलत कुराहरूलाई निकाल्ने कामहरू गरे। He comes to a place called Bethel, अनि त्यहाँ चाहिँ उनी एउटा यस्तो ठाउँमा आउँदछन् जसको नाम चाहिँ बेथेल थियो। and he's going to destroy an altar to the idols. है, त्यहाँ destroy the altar, Yeah, destroy the altar, yeah. है, त्यहाँ भएको बेथेलमा भएको त्यो वेदीका कुराहरूलाई पनि उनले नाश गर्ने कामहरू गरे And rebuild an altar to the Lord. अनि परमेश्वरको निम्ति फेरि अर्को परमेश्वरको निम्ति चाहिँ उनले वेदी स्थापना गरे, जुन चाहिँ पहिलाको नाश गरेको चाहिँ मोलेकको हुनुपर्छ। And so as he's going there and destroying the altar, he asks some people a question. है, अनि जब ऊ बेथेलमा थिए, मन्दिर त्यहाँ भएको वेदीलाई नाश गर्दै थिए, अनि त्यहाँ भएको मानिसलाई उनले प्रश्न गर्दै थिए। Josiah sees a grave and he asks, whose grave is that? अनि त्यसपछि जोसायाले त्यहाँ एउटा चिहान देख्दछन् अनि भन्दछन् यो चिहान कसको हो? And the people, sorry, one sec. Sorry. And the people respond, that is the grave of the prophet that prophesied about you, Josiah. अनि त्यसपछि जब उनले त्यो चिहान देख्दछन्, है, अनि उनले प्रश्न गर्दछन् यो कसको चिहान हो, अनि चिहान कसको भनेर सोध्दै गर्दाखेरि अनि त्यहाँ भएका मानिसले जवाफ दिन्छन् यो चाहिँ यो व्यक्तिको चिहान हो जसले चाहिँ तिम्रो विषयमा योसियाको विषयमा अगमबाडी गरेका थिए। So if we turn to 1 Kings chapter 13, यदि हामी verses 1 through 2, we see this prophet. Chapter 13 verses 1 through 2. पहिलो राजाको पुस्तक 13 अध्यायको 1 र 2 पदमा पढ्यौँ भने हामी त्यो अगमवक्ताको विषयमा, त्यो अगमबाडीको विषयमा थाहा पाउन सक्छौँ। यसै लेखिएको छ, जसै यरोबाम वेदीको नजिक बलिदान चढाउनलाई उभिरहेका थिए तब परमेश्वरका एक जन परमप्रभुको वचन लिएर यहुदाबाट बेथेल आए। उनले परमप्रभुको वचनद्वारा यस वेदीको विरुद्धमा कराएर भने, ए वेदी, परमप्रभु यसो भन्नुहुन्छ, दाउदको घरानामा योसिया नाउँ भएको एकजना छोरो जन्मनेछन्। त्यसले यहाँ बलिदान चढाउने डाँडाका थानका पुजारीहरूलाई तमाथि नै बलिदान चढाउनेछन् र तमाथि मानिसका हड्डी जलाइनेछन्। Isn't that amazing? के यो अद्भुत छैन र?
This was 300 years before Josiah was born. है जोसिया जन्मनुभन्दा 300 वर्ष अगाडि Yet this prophet of God prophesied about him by एउटा name. परमेश्वरको जन भनेर बताउँदछ जसले चाहिँ योसियाको नाउँ उल्लेख गरेर त्यहाँ अगमबाणी बोल्दछन् And exactly what that prophet said would happen. अनि जे कुरा यो अगमवक्ताले भनेका थिए त्यो कुरा चाहिँ यहाँ आएर भएको छ We see Josiah do right here. अनि योसियाले चाहिँ त्यो ठिक कुरा चाहिँ अगमबाणी अनुसार त्यो कुराहरू चाहिँ यहाँ गरेका छन् We see him, he destroys the altar. है हामी देख्न सक्छौँ उनले त्यो वेदीहरूलाई नाश गर्ने कामहरू गरे And it says he destroys the priests of that altar on the altar. है त्यहाँ वेदीमा काम गर्ने पुजारीहरूलाई पनि पुजारीहरूको नाश गरेर उनले चाहिँ ती सबै कुराहरू चाहिँ त्यो वेदीबाट छर्दिने कामहरू गरे बलिदान चढाउने मानिसहरूलाई And he burns it all away just as the prophet said. है त्यहाँ अगमवक्ताले भने जस्तै ती सबै कुरालाई चाहिँ उनले जलाइदिने कामहरू गरे And so finally, after all these reforms, we see that he holds a Passover feast. है अनि यी सबै कुरा घटना घटिसकेपछि अब उसले चाहिँ निस्तार चाडलाई मनाउने कामहरू यहाँ गरिरहेका छन् Now, this was one of the most important feasts in their whole culture. है यहुदी इतिहासमा उनीहरूको निम्ति सबैभन्दा महत्त्वपूर्ण है पर्वको रूपमा चाहिँ हामी निस्तार चाडलाई लिन सक्छौँ It celebrates God when he spared them in Egypt. है अनि यो पर्व चाहिँ जब परमेश्वरले उनीहरूलाई मिस्रबाट निकालेर ल्याउनु अघिको घटना थियो When the angel of death passed over the people's houses who were faithful to God. जब मृत्युको स्वर्गदूत प्रत्येक घरहरू भएर जाँदै थिए है जो चाहिँ विश्वासयोग्य मानिसहरू थिए उनीहरूको घरलाई चाहिँ छोडेर मृत्युको स्वर्गदूत चाहिँ अरू घरमा बढिरहेका थिए And we see this was the first Passover feast held in this land in 400 years. अनि अर्को कुरा हामी के कुरा देख्न सक्छौँ भन्दा चाहिँ 400 वर्षपछि उनीहरू चाहिँ बल्ल पहिलोचोटि फेरि यो निस्तार चाड चाहिँ मनाइरहेका छन् In fact, the last one they had was in the time of Samuel. है अनि गएको चोटि अन्तिमचोटि उनीहरूले यो निस्तार चाड मनाएको चाहिँ सामुएलको पालामा मनाएका थिए And so now, in closing, I want to end on verse 25 of chapter 23 of 2 Kings. Verse 25. अन्तिममा हामी अन्तिम समयमा आइपुगेका छौँ 23 verse 25 23-25, yes. दोस्रो राजाको पुस्तक 23 को 25 पदमा हामी हेरेर चाहिँ हामी सिद्ध्याउनेछौँ यसै लेखिएको छ आफ्नो सारा हृदय प्राण र शक्तिले मोसाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ यसरी फर्केका कुनै पनि राजा योसिया जस्तै अघि वा पछि कहिल्यै भएको छैन What an amazing testimony about his life. कति अद्भुत किसिमको गवाही छ उसको जीवनको I wish that someone could say that about me. है म इच्छा गर्दछु कसैले मेरो विषयमा यस्तै भनेको होस् And it's so beautiful what he says here. यो अति सुन्दर छ जो कुरा चाहिँ यहाँ भनिएको छ That there was no one before him है त्यहाँ चाहिँ योसिया जस्तो कोही पनि अघि थिएन who turned with all his heart, soul, and might. है जो चाहिँ सारा हृदयले सारा प्राण र सारा शक्तिले परमेश्वरलाई पछ्याएका थिए And the amazing thing is, we can see so clearly when this happened. है हामी एकदम स्पष्ट रूपले देख्न सक्छौँ कस्तो अवस्थामा कहिले चाहिँ यो घटना घटेको थियो We see when he first came to God at 16. है हामी देख्न सक्छौँ जब ऊ परमेश्वर कहाँ पहिलो आए ऊ चाहिँ बल्ल 16 वर्षका थिए He turned fully with his heart. है 16 वर्षको उमेरमा पूर्ण रूपमा परमेश्वरतिर उनी फर्किने कामहरू गरे We see when he repaired the temple and read the word of God, अनि जब उनले मन्दिरलाई पुनर्स्थापना गर्दै थिए परमेश्वरको वचन अध्ययन गर्दै थिए that he had turned fully with his soul. है ऊ चाहिँ आफ्नो सारा हृदयदेखि है परमेश्वरतिर प्राणदेखि परमेश्वरमा फर्किने कामहरू गरेका थिए And we see when he went out and he cleansed the land, अनि जब ऊ बाहिर निस्किएर भूमिहरूलाई साफ गर्ने कामहरू गर्दै थिए त्यहाँभित्र भएको दुष्टताको कुरा हटाउने कामहरू गर्दै थिए he had turned fully with his might. है ऊ चाहिँ आफ्नो पुरा शक्तिले परमेश्वरतिर फर्किने कामहरू गरिरहेका थिए And so let us be like Josiah आज तपाईँ र हामी पनि योसिया जस्तै हुने प्रयत्न गरौँ in turning to God so fully. है परमेश्वरप्रति परमेश्वरतिर चाहिँ पूर्ण रूपमा फर्किने कामहरू गरौँ Now in all the books of Kings, अनि यी सबै राजाका पुस्तकहरूमा there were only 2 other kings like Josiah. त्यहाँ 2वटा राजा मात्रै छन् योसिया जस्ता One being King David अनि एकजना चाहिँ राजा दाउद हुन् भने and King Hezekiah. अनि दोस्रो राजा चाहिँ हिजकिया राजा हुन् But even though these two were similar to Josiah, हो यद्यपि उनीहरू योसिया जस्तै भए तापनि Josiah was still different for another reason. एउटा कारणले गर्दा योसिया अझ उनीहरूभन्दा पनि फरक छन् Because Josiah did all he did in a dark time. है के कुरा फरक छ भन्दा चाहिँ योसियाको कालखण्ड चाहिँ
एकदम अन्धकारको कालखण्ड थियो in a time where it would have been so difficult to turn to the Lord. अनि यो त्यस्तो किसिमको समय थियो यो यस्तो किसिमको कालखण्ड थियो जहाँ चाहिँ मानिसहरू परमेश्वरतिर फर्किन एकदम असम्भवै थियो त्यस्तो किसिमको कालखण्डमा उनले जिरहेका थिए So let that be the prayer over our lives, आज हाम्रो प्रार्थनाको जीवन आज हाम्रो प्रार्थना पनि यही हुन आवश्यक छ to get to be lights for God है परमेश्वरको निम्ति ज्योति हुने काम चाहिँ हाम्रो जीवनबाट भएको होस् among a dark है generation. यो अन्धकारमय भूमिमा है अन्धकारमय परिस्थितिमा आज हाम्रो जीवन चाहिँ ज्योति हुन सकोस् Let's pray. आउनुहोस् हामी प्रार्थना गरौँ